नलिकन अब यहाँलाई हामीले हिजो फोन सम्पर्क गरेर सोद्धाखेरि चाहिँ नि समवेदना नल्याउनु, यसो एउटा फुलको बिरुवा मात्रै ल्याउनु भन्ने चाहिँ दिदी दाईबाट हामीलाई सल्लाह अनुसार हामीले एउटा सानो उपहार कुनै किसिमको फुल होइन, त्यो चाहिँ अब पछिसम्म एउटा स्टार्ट हुन्छ भनेर फुल लिएर आएका छौँ। र यो पढेर चाहिँ नि वाचन गरिदिनु हुन म सहसचिवज्यूलाई अनुरोध गर्छु। त्यहाँ लेखेको छ होइन? ठिक छ, के छैन, पढाउनु न। त्यसपछि हाम्रो अध्यक्षज्यूले चाहिँ फुल यहाँ हस्तान्तरण गर्नुहुनेछ। आज मिति 2083 साल वैशाख 4 गतेका दिन पूर्व शान्ति टोलवासी सामाजिक व्यक्तित्व श्री प्रदीप श्रेष्ठ तथा आरती राजेन श्रेष्ठ ममतामयी माता सासू परलोक गमन हुनुभएको 6औं दिनको पुण्यतिथिमा माताजी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै नारायणटोल विकास संस्थाको तर्फबाट शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उक्त शोक सभामा उपस्थित भई हार्दिक समवेदना व्यक्त गरियो। नारायणटोल विकास संस्था परिवार अध्यक्ष श्री जय कुमार राई, सचिव श्री पुष्प भण्डारी, सहसचिव श्री